नपत्ताउने खोलाले बगाउँछ के बगायो बगायो अलिअलि भयो नि बगायो ओए दाजी के हो पत्रा परेको त यार डेन्जर यार बत्तले परेको त यार हेर है गाइजहरू ओहो हो हो बल्ल धेरै देखिन्छ क्या थाहा होस् न हाम्रो ग्याङ होला नि कति पर्यो भन्नु माछा एक लटमा एक लटमा त्यही पनि दुईटा भाँडाको मात्रै सो हाई गाइज एन्ड वेलकम ब्याक टु आवर युट्युब च्यानल एनदर भिडियो इट्स मी आकाश गुरुङ हजुरको आफ्नै प्यारो 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 मान्छे आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु है सो आज हामी धेरै दिनपछि फेरि पनि माछा मार्न आइएको छ नर्सरी खोलामा आज पनि लास्टै हतारमा आएको हल्का ढिलो भयो त्यही भएर अब यहाँ अब चारवटा माछा थाप्नु पऱ्यो माछा थाप्नु पऱ्यो रे बोतल थाप्नु पऱ्यो यहाँ चाहिँ हाम्रो दाजुले सुरु गर्नु लाउनु भयो ल हेलो भनिदिनु त हेलो गाइजहरूलाई यसो हेलो गाइज अब अरू त के भन्ने होइन पहिला माछा मारौँ त्यसपछि अनि कुरा अगाडि बढाउँला होइन घामले लुल हानिरह है डेन्जर आएको त नि मार्छ त भन्दै आइज ल ल अब चारवटा थाप्नु पऱ्यो अहिले एकछिनमा सुरु गर्दै गरौँ ल आज नयाँ ठाउँमा आइएको क्या अरे अब अस्ति त अब धोरे मारिएको र अब आज नयाँ ठाउँमा अब के कस्तो हुन्छ मानु त हामी ढुक्क मारिन्छ हामी त सिकारी नै हो खुमखार ठाउँ हेरेर थाहा हुन्छ क्या होइन यहाँ पनि मारिन्छ टन्नै आज त्यस्तो ठाउँमा फेरि कस्तो भन्दाखेरि दुईवटा कुरा हुन्छ कि पर्न पनि सक्छ नपर्न पनि सक्छ पर्न पनि सक्छ नपर्न सक्छ होइन पऱ्यो भने खत्रै पर्छ पऱ्यो भने पर्दै पर्दैन हो क्या लगाइजहरू थापियो सबै बोतल अब एकछिन हामी माथि गएर बसिन्छ होला त्यही यहाँनिर हल्ला गरेर माछा पर्दैन क्या खासै त्यही भएर यसो माथितिर गइन्छ होला ल निकाल्नु त चप्पा यो बानी नपर रहेछ क्या भन्नुपर्ने हो त एउटा त लगाइजहरू है थापियो के हो यार किन मिस्टेक गरिरह एउटा छैन के हो दाजु सब टेँडुले माछा मात्रै छ कस्तो अनौठो हो यो माछाहरू त खाना त मिल्छ नि यो लगाएछ एमा चाहिँ पऱ्यो है माथि थापेको थियो भने हजुर बगरतिर जान्छु नि कहाँ बगर ओए दाजी के हो पत्रा परेको त यार डेन्जर यार बत्तले परेको त यार भाइ मारो मुझे सोचेको थिएन यत्रो पर्छ भनेर बाबुडी हेर है गाइजहरू ओहो हो हो स्वाद आयो रे दिल गाडेन हो गया और केलामा पनि झ्याउने हो तपाईँलाई तपाईँलाई हो एउटा माछा छुट्यो छ नि त के छोड्दिने हो र के छोड्ने दुःखले गरेको एउटा मात्र छ नि आज भनेपछि अस्तिको भन्दा धेरै जाला जस्तो छ ढुङ्गा त्यति हो
दुईटा ढुङ्गा त छुट्यो त भाइ साहब एक सर्नु पऱ्यो क्या गाइजहरू यो सबै अहिले देखाउँछ म पानी फालेर अझै उता बोक्नु त देखाउनु के भन्नु हो खुसी यसो स्वाइन हान्नु न यता हेरेर खुसी खुसीवाला ओ भाइ कसम यार त्यस्तो पऱ्यो त ओहो ओए कालै देख्यो त दाजु बलुवा ए बोलु हो ए दुईवटा रहेछ ए रहेछ दुई चारवटा त्यहाँ नि ठिक छ दुःख मान्ने कुरा छैन राम्रै गरे ए पऱ्यो रहेछ बादुवाले कालो भयो नदेखेको रहेछ क्या ए अनि कत्रो हो यसको टाउको त अघि जत्रै परेछ दाजु यार लगाइजहरू अघि एक सर्टमा त्यति पऱ्यो अहिले एक सर्टमा यत्रो पऱ्यो होला टम्ने यार एक पाउँदा होला बस आरामले हेर्नु हामी चाहिँ अघि उता नसातिर गएको थियो त्यहाँ चाहिँ 2-3 चोटि थापियो अनि एउटा परेन कि अनि त्यहाँबाट अस्तिको ठाउँमा आएर खासमा हामी त्यहाँ चाहिँ चेक गर्न गएको त्यहाँ चाहिँ परेन यहीँ आयो अस्तिको ठाउँमा अस्ति चाहिँ होइन परेको थिएन 2-3 किलो भयो नि अनि त्यहाँ यहाँ आएको यहाँ चाहिँ 2 सर्टमै यस्तो परिदियो क्या माछा होइन दाजु त्यहाँ त माछै नपरेर आमामा त्यो ठाउँमा गएर चाहिँ गल्ती गरे हो कि नर्सै चाहिँ हामीलाई फापेन कि हामीलाई त्रिवेणी नै मस्त खापिरह तर हामीले नि यहाँ आएर यस्तो पर्छ भनेर सोचेको थिएनौँ किनभने आज यहाँ गेट चाहिँ पानीको गेट खोल्दै रहेछ पानी हेरे आज लास्टै बगेछ खासै माछा पर्छ जस्तो लागेको थिएन तर भनिन्छ नि त नपत्तानी खोलाले बगाउँछ भनेर नमजाले बगायो आज चाहिँ खतरा पऱ्यो नि बदबाल पर्दैन ए बुढाबुढीलाई सँगै राखिदिएको यो दुइटा चाहिँ झक्कर छ है बुढाबुढी नै होला सायद फेरि एउटै ठाउँमा परेको फेरि एउटै बोतलमा अलग अलग टाइममा होइन ठाउँ चाहिँ एउटै हो पर्न नि फेरि एउटै बोतलमा परेको तर एउटा फर्स्ट लटमा एउटा सेकेन्ड लटमा दाजुलाई चाहिँ माछा खेलाउनु चाहिँ हल्का झ्याउ भनेको मैले हल्का नुब्रा हो कि माछा खेलाउनुमा त्यही भएर यसो भिडियो गर्दै बसेको नाम भने नि आउने बनाउँछ क्या फेरि बाध्य बनाउँछ होइन कि हामी तरिकाले आएर चप्पो तरिकाले एउटा दिन दिएर हान्ने हो भने त कसम चाहिँ 10 किलो माछा त कहीँ जान्न फिक्स हो क्या ल अब यो लट त खत्रै परेको थियो क्या होइन अब अहिलेको लट के हुन्छ है इ दाजु के हो फेरि पऱ्यो त यामा फरकै पर्दैन नि हेर्नु त गाइजहरू आज झन् अस्तिभन्दा डेन्जर खसेको देखाउने चक्करमा नि माछा मुस्क्यो भने त स्वाद आउँदैन हालिहाल्नु पर्छ थ्याट माछाको त के फरकै गएन है 6वटा बोतलमा एउटा मात्र डेन्जर परेको क्या यामाने थ्याट आज मजा आउने भयो दाजु हजुर रिग्रेट कहाँ हो कहाँ हो सुरुमा किन आइएन यहाँ जस्तो हुन्छ सुरुमै आउनु पर्ने थियो यार हामी उता गएर गलत गरिएछ क्या केही छैन जे पनि हुन्छ राम्रोको लागि हुन्छ तर अहिले चाहिँ नसोचेको परेको क्या माछा है ठिक छ क्या अब यतिले पनि दिलखुस बनाइदियो क्या अब अरू भनेको त अब अरूमा त 2-3टा पऱ्यो नि फरक पर्दैन क्या अरू झन् पर्ने पो त यहाँ
ऊ यहाँ लास्ट टाइम के एउटामा त्यो दुईचोटि त परेछ अब हेट्रिक हुन्छ कि नै गाइजहरू भिडियो चाहिँ कन्टिन्यू हुन्छ अब कस्तो हुन्छ एमा चाहिँ परेन क्या यसले चाहिँ दुःख दियो मलाई त आश छ जुन त्यहीमा अघिकोमा खत्रै आश छ मलाई अघिकोमा छोडिदिनु के भन्नु पिठो सबै जान्छ नि त के गर्नु यहाँ अर्कै खता पनि पुरै रसी बल्ल सही होला अलिकति आश भनेको अब त्यही हो क्या डाइरेक्ट अघि परेको अघि परेको एमै है गाइजहरू दुईचोटि खतरा पऱ्यो नि एमै हो क्या अब के भन्छ है अब अहिले 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 त झुक्का यार कस्तो नमजाले ढुक्का छ एमै हो क्या अघि परेको बोतल सानो भयो नि एमा माल चाहिँ खतरा तगडा आएको थियो क्या केही छैन यस्तो रहेछ क्या एउटा न एउटा बोतलमा पर्दो रहेछ क्या दाजु पहिले पऱ्यो नि त त्यो हो मेन कुरा थैट छेउमै ल्याइदिएछ बगाएर यार कस्तो बग्यो त नि एउटा ठुलै परेछ नि त एउटा मिस नगर्ने मिस गरेर भने छिटो फलाउनु पर्छ लगाइज र फेरि एक लट उठाउन लाग्यो हजुर के हो बोतलहरू त के हो र गरौँ भयो र छैन होइन ए यसमै हो ल अब लास्ट टेक है अब ल अब यो लास्टचोटि हो परे पर्छ नपरे अब अहिलेसम्म त ओए डेन्जर छ त के हो सेतो ओ भाइ डेन्जर लालच बुरी बोलायो भन्छ ऊपर पऱ्यो त भने अब भयो रात पऱ्यो अब टाढा पनि जानु नि त अब छ यहीँ बसिसक्यो कहाँ 10 किलो 15 किलोमिटर टाढा भएर तर हरिब झन् लास्टमा झन् हरिब पर्दैदो रहेछ क्या अब थाप्यो भने त बहुत ढिलो हुन्छ किनकि केलाउनु पऱ्यो केलाएर फेरि पऱ्यो भने फेरि केलाउनु पऱ्यो होइन डेन्जर एकैचोटि यत्रो पर्ने भनेको त लालच होइन थियो नसोचेको पर्छ क्या फेरि अघि फेरि एउटा परेन क्या यत्रो बोतलमा अनि हेट्रिक अनि नसोचेको बेला पर्छ क्या मायाखेरि यत्रो परेको होइन त नि मजा आयो रे अझै यति नै पर्दै भने त दुइटै बोतलमा दाजु तर यताको चाहिँ आश छैन अब किनकि यताकोले एकचोटि पनि देखेन क्या यताकोले त एकचोटि 6-7 देखेँ क्या हो दुईटा भयो त बोतल त तिनवटा यता छ नि त तिनवटा छ हो र यताको त खासै आस्था छैन तर नि
नपत्ताउने खोलाले बगाउँछ के बगायो बगायो के बगायो के बगायो अलिअलि भयो नि बगायो गरेको यार मायाको जना घर जान्छु भन्दाखेरि यार नि बगायो बगायो यता फेरि माछा नि सानो सानो पनि छैन फेरि हेर्नु चक्कर चक्कर छ के सब के घर हिँड्ने भन्ने बेलामा यार फेरि छुट्टै खुसी भइन्छ कि फेरि यो पऱ्यो भने फेरि मजा आएर तर यसमा चाहिँ मलाई किन पर्यो जस्तो लाग्यो पर्यो खतरा पर्यो ओए मैले भनेको भयो यार ओ भाइ फस्यो धन्न यार यता 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 माथि हालिदिने एक दिन थालिदिने हो र होइन दाजु केलाउने हो कि केलाउँदै गर्दै ढिलो हुन्छ नि त के यस्तो गर्ने थापिदिउँ केलाइदिउँ अनि परेको माछा त्यत्तिकै यो डब्बामा पानी हालेर लिएर गइदिउँ होइन त दुईटा मात्रै थापौँ पिठो फाल्ने हो नि त ए त एउटा यो थापौँ वे हेत तेरिका नि ओहो झ्याउ बनायो नपत्ताउने खोलाले बगायो होइन दाजु आज त गर्दै के ठुल्ठुलो ए त्यही हो न हेत ओभर परेको अहिलेकोचोटि झन् आज झन् यस्तो ठुल्ठुलो परेको नि माछा अहिलेसम्मको लड्कै सबभन्दा धेरै अहिले पऱ्यो झन् लास्टमा घर जाने बेला परिदिन्छ क्या झन् परिदियो भने त माछा दुईटामा परिदियो पुग्यो के के 12-13वटा ल्यायो नि 6-7वटा ल्यायो भने दुईटामा परिदियो भने इनफ छ के परिदियो भने परिदिएन भने हो कि चिल्लै बल्ल धेरै देखिन्छ क्या थाहा होस् न हाम्रो ग्याङ होला नि कति पर्यो भन्नु माछा एक लटमा एक लटमा त्यही पनि दुईटा भाँडाको मात्रै ए होइन उफ्रेर फेरि हैरान गर्छ क्या फेरि उता पनि छ यता पनि छ है अस्तिको भन्दा त कमै खन्दाजी अस्तिको भन्दा चाहिँ हल्का अस्ति टाइम पनि धेरै दिएँ आज त कहाँ यहाँ आउँदै 2 बजे थियो अस्ति त 12 बजे आइपुगेको थियो यहाँ टाइमले गर्दा नि फरक पर्यो तर थोरै टाइममा पनि यतिको दिएकै हो पहिलाचोटि हामीले 3 किलो जति माऱ्यो अहिले चाहिँ 2 किलो जति छ 2 किलो त छ ठुल्ठुलो पनि छ अहिलेकोचोटि खान नि मजा आउँछ अस्ति खाएको फेरि यस्तो मिठो हुँदो रहेछ फेरि यो माछा एक भड्डु भात त स्वाहा भयो थियो के हो गरुङ्गो भयो नि दाजु परेछ क्या हो ए चल्यो दुईवटा चाहिँ हामीले परेको भएर अघिचोटि परेको थियो नि त खतरा त्यो भएर यसो दुईवटा भयो नि थापेर चेक गरौँ भनेको गरेको मनबाट जान्छु भन्दाखेरि ल जाऊ न त भनेर मन नदुखाम भनेर पारिदिएको कि माछा अनि फेरि लोभ गरी त क्या मिल्यो भन्छ त्यस्तै भयो क्या ल ठिकै छ गाइज जे भयो नि अलिअलि भयो नि पर्यो टाइम के भन्छ अरे भन्नै आएन हो टाइमको सदुपयोग भयो आजको दिन भन्नुपर्दा र अब हामी प्याकिङ स्याकिङ गरेर अब निस्किनु पर्छ अब ढिलो भइसक्यो ल ठिक छ गाइज यतिको भयो नि पऱ्यो आज लगभग 2 किलो त छ मुहामा फेरि खासै धेरै नदेखिनु रहेछ कि माछा जे होस् यतिको नै हामीले सोचेको थिएनौँ नि त होइन अब आज उता गयो उता माछै परेन अनि आशै मऱ्यो कि यतिको नसोच्दा पनि पऱ्यो नि त जे भने खुसी छ मन चाहिँ बेलुका खाना पाइयो त्यही हो कि मेन कुरो भनेको चाहिँ कहाँ राख्दैन नि अर्को माछा चाहिँ यो के हो र फोहोर हो र यो ल दाजु अब घर जाँदै खाऊँ क्यारे अब
के भन्न मन छ आज तपाईँलाई आजको अनुभव? आज त्यही हो अब नयाँ ठाउँ विचार गर्ने भन्दाखेरि होइन अब माछा एक साग पनि खाइन्छ कि भन्ने मनमा आश पनि लाग्थेन होइन तर पनि अब ढिलै भयो नि यतातिर आइयो जे होस् निराशा भइएन घर गएर चप्प थोरै झोल र अलिकति चट्ट पुग्ने गरेर फराइ चाहिँ होइन चट्ट हुने भयो अब त्यही हो सो आज दाजु पनि खुसी हुनुहुन्छ म पनि खुसी छु नसोचेको होइन अब आशै मारिसकेको थियौँ अलिअलि भए नि पऱ्यो अनि त्यही हो अन्तिम समय हेरेर भिडियोलाई साथ दिनुभयो त्यसको लागि हजुरलाई पनि धेरै धेरै माया छ यसरी नै साथ सपोर्ट गर्नु होला भोलिको दिनमा अझै राम्रो भिडियोहरू ल्याउने छु खत्रै होइन अहिले समय अलि मिले होइन समयको कारणले गर्दा अहिले त्यस्तै भइरह त्यसमा चाहिँ के भन्ने त्यसमा चाहिँ अलि मन नदुखाइदिनु होला सो अब बोल्यो भनेको अब जति बोले नि भ्याइन्न आजलाई चाहिँ यति भन्दै म चाहिँ बिदा लिन चाहन्छु हजुरहरू नि राम्रोसँग बस्नु होला मलाई धेरै धेरै माया गरिदिनु होला यति भनेर चाहिँ म आजलाई बिदा लिन चाहन्छु है त ल बाई बाई गाइज दाजु बाई बाई लभ यु